सबैजनालाई स्वागत छ। नमस्ते, मेरो नाम हरि सिंह बोहरा। वेलकम टु बडारिज। आज चाहिँ हामी एउटा खतरा टपिकमा कुरा गर्छौँ। भगवान, गड, अल्लाह, परमेश्वर, होइन, धेरै छ नाम। तर जो भिडियो हेरिरहेछ, होइन, चाहे तपाईँको कास्ट, रिलिजन, होइन, वाट डु यु फलो, इट म्याटर ओन्ली इन द्याट कम्युनिटी है। अहिले चाहिँ नर्मल मान्छे, एकछिनलाई जात यताउता सबै छोडौँ, एकचोटि गड है, सबैजनाले चाहिँ एउटा जस्ट इमेजिन है, सबैजना एउटै के, नो कास्ट यताउता, होइन, जे सोसाइटीमा तलमाथि यताउता हुनेले गर्नेले गरिरहेको हुन्छ, होइन। तर भगवान् एउटै के, सबैले पुज्ने खालको भइरहेको कस्तो हुन्थ्यो होला। तपाईँहरूलाई चाहिँ अहिले भगवान् भन्ने बित्तिकै कस्तो फिल हुन्छ? भगवान् त सबैलाई थाहा छ, सबैले मान्छ, होइन। तर सबैले मान्दैन क्या, मलाई थाहा छ। मदेखि देख्छु नि त, मैले देखेँ अनुसार मान्ने मान्छे कस्तो हुन्छ, नमान्ने मान्छे कस्तो हुन्छ, क्यारेक्टरमा, बोलीमा, व्यवहारमा, चालचलनमा झल्किन्छ क्या। भगवानमा विश्वास गर्ने मान्छेले हुन्छ नि, आफूलाई नै भगवान् जस्तो ठान्छ। हो, साँच्चै साँच्चै, मतलब त्यो वाला भगवान् होइन कि तथास्तु वाला होइन, मतलब हुन्छ नि, फिल के हुन्छ नि, भगवानको अंश हुँ भन्ने ठान्छ कि, मतलब भगवानै त होइन कि है। अनि मान्छे हो नेगेटिभ, साइन्टिफिकले साइन्सले पनि प्रुभ गरेछ, माइन्ड केही कुरा सोच्नु अगाडि नेगेटिभ थट, नेगेटिभ पोइन्ट समातेर सोध्छ, होइन। के सोच्यो, कस्तो सोच्यो, डजन्ट म्याटर, वाट इज द आउटकम, एक्सन कस्तो छ त, रियाक्सन के आइरहेछ त, होइन। सोच्ने बित्तिकै नेगेटिभ सुरु हुन्छ भने त्यसलाई चाहिँ प्रोसेसिङमा चाहिँ भर पर्छ, कसरी प्रोसेसिङ गर्छौ अनि आउटपुट कस्तो हुन्छ, होइन। सबैलाई खुसीले बाँच्ने अधिकार छ, एउटा चान्स हो, लाइफ हो, सबैले माथि बढ्न, धेरै कुरा गर्न, लाइफमा धेरै कुरा एक्सपिरियन्स लिन, होइन। त्यो हुन्छ नि त, छुट छ नि त सबलाई। त्यो पुरा गर्ने मान्छे गरिरहेछ, सोचिराख्ने मान्छे सोचिरहेछ, प्लानहरू गर्दै राख्ने मान्छे प्लानहरू गर्दै राखिरहेछ। अनि म जस्तो यस्तै भन्ने मान्छेहरू छ, भिडियोमा भनि नै रहेछौँ, होइन, गर्नेले गरि नै रहेछौँ। भगवानको टपिक हो। भगवान चाहिँ मेरो विचारमा चाहिँ, मेरो व्यक्तिगत पर्सपेक्टिभमा चाहिँ भगवानले नै सायद हुन्छ नि, जति ग्रन्थहरू जे छन् त्यो आफ्नो ठाउँमा छ, तर सुरुमा त केही थियो होला नि त, त्यत्तिकै त होला है। तर भगवान भन्ने यत्तिकै शब्द होइन, गड हुन्छ नि। म हिन्दू हो, होइन, मलाई चाहिँ गड भन्दा नि भगवान भन्ने यत्तिकै एउटा अलगवाला फिल हुन्छ नि त। एउटा भगवान शब्दमा नै फ्रिक्वेन्सी छ क्या, म फिल गर्न सक्छु, होइन। तपाईँहरूमध्ये धेरैजनाले चाहिँ सक्नु हुँदैन, मलाई थाहा छ। आफूलाई सोध्नु क्या, तपाईँले सक्नुहुन्छ कि होइन, होइन। तर यदि तपाईँ भगवान शब्दमा नै फिल गर्न सक्नुहुन्छ भने चाहिँ तपाईँ चाहिँ एउटा चाहिँ तपाईँको सोल चाहिँ राम्रो छ, होइन। त्यसले चाहिँ राम्रो डाइरेक्सन दिनुहोस् लाइफमा, धेरै माथि जानुहोस्, त्यत्तिकै गएन, होइन। प्लान गर्नुहोस्, स्ट्राटेजी बनाउनुहोस्, होइन। आफ्नो लाइफको आफ्नो एउटा कामहरू के गरिरहेको छ पोर्टफोलियो गर्नुहोस्, त्यसलाई म्यानेज गरेर अगाडि बढ्नुहोस्। दामी, यत्तिकै त जे गर्न सकिन्छ गर्ने, सेवा धरतीमा जेलाई पनि, होइन, अलि माथि जाने, अलि सकारात्मक सोच राखेर धेरै चिजहरू गर्न सकिन्छ, होइन। एउटा लेभल पुग्यो भने चाहिँ भगवानले नै भगवानको अंश, होइन, के भन्छ नि त हिन्दी फिल्महरूमा, सायद उसे ईश्वर ने भेजा होगा, त्यो ईश्वरको बन्दा हुन के हुन्छ नि, अल्लाह के बन्दे हुन्छ त, अल्लाह के बन्दे है हम, होइन। भगवान भनेको सबलाई फिल गरिराख्नु पर्दैन, फिल गर्ने मान्छे, बुझ्ने मान्छेले बुझ्छ। भगवान भनेको शिव हो कि
जेसस हो कि गौतम बुद्ध हो कि होइन के छन् अरू को थाहा छैन नि त। लेट यु डिफाइन भगवान फर युर सेल्फ। मैले अहिले भर्खरै शिव हो कि यता तत्त्ववाला आएको छ नि, एङ्ग्री कोही नहुनु होला, मेरो आराध्य देवै शिव हुन् है। मैले कुन पर्सपेक्टिभमा शिव हो कि के अरे विष्णु हो कि यसु हो कि भनेर भने नि, त्यो तवाला चाहिँ त्यो पर्सपेक्टिभबाट भने जे होस् एउटा छिनोफानो टाइपवाला हुन्छ नि। मैले छिनोफानो गरेँ होइन, तर चाहिँ एउटा हुन्छ नि, एउटा भगवान मान्ने नमान्ने मान्छेहरूको जज टाइपवाला हुन्छ नि, एउटा मेन्टल स्टेटमा के हुन्छ नि, त्योवाला बुझ्नेले बुझ्छ। यो डेप्थ कुरा हो यिनीहरू। म चाहिँ खास भगवानको बारेमा धेरै जान्दैन होइन। यति जान्छु कि भगवानले चाहिँ यदि तिमी राम्रो बाटो हिँडिरहेछौ, धेरै राम्रो छ, त्यसको आउटपुट भोलिको दिनमा त्यसको लागि अब आउटपुट निकाल्नलाई धेरै खट्नु परिरहेछ। अनि तिम्रो अब तिमीले नसोचेको समयमा तिम्रो नजिकको मान्छेहरू टाढा होला, हुन्छ नि। नजिक भन्नाले अब फ्यामिलीको मान्छे त धेरै टाढा हुँदैन होइन। फ्यामिलीको जे होस् नजिकको भन्नाले अब कोही बोयफ्रेन्ड गर्लफ्रेन्डहरू होला, कोही चाहिँ अब केही होला होइन, मतलब यही हो क्या नजिकको भन्नाले। अनि चाहिँ अनि फेक फ्रेन्ड्सहरू हुन्छ नि, रियलवाला फेक फ्रेन्ड्स के हुन्छ नि, टाढा हुन्छ। अनि त्यो जर्नीमा चाहिँ नयाँ नयाँ मान्छेहरू भेट हुन्छ होइन। किनकि अब त्यो जर्नी नै दामी छ भनेपछि, आउटपुट भवालवाला छ भनेपछि, त्यही लेभल त्यही माइन्डसेट र त्यही एउटा हुन्छ नि फ्रिक्वेन्सीवाला मात्र भेट हुन्छ। त्यो चाहिँ भगवानले नै बनाइदिएर हुन्छ क्या सब कुरा। त्यो एउटा भगवानको पार्ट चाहिँ आफू नै हो क्या तपाईँहरू। माथिबाट अलरेडी लेखिएको छ होइन। तपाईँहरू एउटा सही सबैको लागि पोजिटिभ नै लेखेको हुन्छ। पोजिटिभ बवाल कुरा समातेर अगाडि बढ्नुहोस्, तलमाथि हुँदै जान्छ। जुन दिन भगवानले लेखेको र तपाईँको त्यो हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै अलाइन हुन्छ नि, त्यहाँनिरबाट मैले जीवनको उद्देश्य भेटेँ, आई गट गोल, मैले एम, मेरो यही हो डेस्टिनेसन भन्ने थाहा हुन्छ नि, त्यो चाहिँ बल्ल अलाइन हुन्छ क्या। त्यहाँनिरबाट तपाईँ केही कुरामा डिस्ट्र्याक्ट हुनुहुन्न। टिकटक बनाउनुहोस्, युट्युबमा भिडियो हाल्नुहोस्, त्यो डिस्ट्र्याक्सन होइन। हाउ मच टाइम यु गिभ एन्ड वाट आर युर प्रायोरिटिज भन्छ क्या त्यहाँनिर चाहिँ। तबसम्म चाहिँ तपाईँभित्र पनि भगवान छ, म भित्र पनि छ, सबैभित्र छ। दामी नजरले हेरौँ, दामी सुनौँ। सुन्न त हरेक कुरा सुनिन्छ, हरेक कुरा देखिन्छ होइन। होइन अब आफूलाई चाहिन्छ कि पोजिटिभ नेगेटिभ हुन्छ नि, के तान्ने त त्यही लिने। नराम्रो कुराहरू नेगेटिभ पनि जान्छ लिइदिने, तर प्रोसेसिङमा चाहिँ साइड डम्प गरिदिने, त्यही हो। वान डे भगवानले लेखेको र हामीभित्रको भगवानले लेखिरहेको त्यो जब अलाइन हुन्छ नि, त्यहाँबाट बल्ल मजा हुन्छ रियल लाइफ। त्यहाँबाट केही कुरा म्याटर लाग्दैन क्या। हुने मान्छे छ, नहुने मान्छे छैन, सँगै हिँडिरहेछ छैन, कसले सपोर्ट गरिरहेछ, कसले गरिरहेको छैन, कसले माया गर्छ, कसले धोका दिन्छ, कसले विश्वासघात गरिरहेछ, कसले विश्वास गरिरहेछ, केही कुराको पनि मतलब हुँदैन क्या। वान्स यु गट योर गोल होइन, त्यहाँबाट चाहिँ तपाईँलाई म सक्दो धेरै माथि जान्छु, सक्दो सबलाई लगेर जान्छु भन्ने हुन्छ होइन। तपाईँ सक्दो धेरै मान्छेलाई जोडाएर धेरै मान्छेको लागि नै सोच्नुहुन्छ क्या। त्यहाँपछि यदि कोही पनि हिँड्दैन मसँग भने नि, म एक्लै भए पनि जति समय लागोस्, या आज भोलि 1 साल 10 साल होइन पुग्छु टाइपवाला हुन्छ क्या। भन्न खोजेको यति हो। अब म चाहिँ न कुनै धार्मिक प्रचार गरेर न केही, न भगवानप्रति कसैको आस्थालाई ठेस पुर्याउनलाई भिडियो बनाएको। मलाई चाहिँ त्यत्तिकै अलि कुरा गर्नु मन लाग्यो भगवानको विषयमा, अलग तरिकाले जे मैले बुझ्छु होइन। धार्मिक तरिकाले पनि बोल्न सक्छु, तर चाहिँ अहिले बोल्नु हुँदैन, किनकि म त्यो चाहिँ क्वालिफाइड छैन त्यसमा। थुप्रै छन् होइन, सन्तहरूको सुन्ने हो कि भगवानहरूको लेक्चर बारेमा। मसँग के